मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लोङ बजारदेखि 9 को उत्तरपूर्व तेह्रथुम पोक्लोबाङ 8 रही सडक खण्डको इसिबु बतासेदेखि करिब 3 किलोमिटर उत्तरपूर्वतर्फ इसिबु र सम्दु गाविसको सिमानामा अवस्थित नेपालको सबैभन्दा अग्लो यो हेतरुङ झरनाको उचाइ 365 मिटर रहेको छ। हिउँदो याममा पानीको मात्रा अलिक कम्ती हुने र त्यसमा पनि पानीको फोहराहरू क्रमशः थुप्रै ठाउँहरूमा ठोकिँदै झर्ने हुँदा त्यस्ताको त्यति सुन्दर र आकर्षण नदेखिए तापनि वर्षायाममा भने ज्यादै नै सुन्दर र मनमोहक देखिन्छ। चारैतिर हरियाली घेनु जङ्गलको काग छिक्दै छङछङ झर्ने यो हेतरुङ झरना हेर्नमा जति मनमोहक र सुन्दर छ, सुन्नमा पनि त्यति नै भावमय र आनन्दपूर्ण छ। हिउँदयाम र वर्षायाममा अलग अलग रूप र अलग अलग किसिमको ध्वनि प्रवाह गर्दै कपासको भुवा झैँ कुनै ठाउँ साँगुरिँदै र फुक्दै झरेको पानीको फोहराहरूले एकातिर त्यसै लोभ्याइरहेको हुन्छ भने अर्कोतिर सङ्गीतको धुन चाहिँ तरङ्गित भएर आउने आवाजहरूले त्यसै प्रहङ्ग पारिरहेको हुन्छ। मध्य पहाडी लोकमार्गसँगै जोडिएर सुचार सडक मार्गको छेउमा रहेको यो हेतरुङ झरनालाई दृश्यावलोकन गर्नका लागि असार साउन भाद्रको महिनाले अति उत्तम मानिए तापनि 12 महिना दैनिक जसो देशी तथा विदेशी पर्यटकहरूको उपस्थिति रहने गर्दछ। त्यसरी आउने पर्यटकहरूलाई खाना बस्नको लागि स्थानीय होमस्टे वा होटल लजहरूको व्यवस्था गरी सेवा पुर्याउन सके र त्यहाँसम्म रहेको कच्ची सडक मार्गलाई कालो पत्रे गरी गैर मिडियाहरू मार्फत देश विदेशसम्म प्रचार प्रसार गर्न सके प्रकृतिले दिएको एउटा उपहारको उचित कदर हुने थियो भने देशको लागि ठूलो आर्थिक लाभ हुन्थ्यो। मध्य पहाडी लोकमार्ग